नमस्ते सबैजनालाई। मेरो अब धेरै लामो समयपछि आज एउटा ब्लग हाल्दैछु। मैले हाल्दिनँ भनेको थिएँ, तर चाहिँ आज ठ्याक्कै खुसी लाग्यो के। मलाई एउटा साथीले काठमाडौँमा जुन भनेको थियो नि सामान ल्याइदिन्न भनेर छोडिरहेको थियो, अनि मेरो कन्सल्टेन्सीको सरलाई भनेर मैले चाहिँ कुरियर गर्न पठाएको थिएँ। अलि ड्युटीबाट आउँदै हो साइकल पेल्दै, साइकल यस्तो छ, सामान यही सामान आछ। भर्खर कम्पनीमा मगाएर कति दुःख भयो होइन। ठिक छ, दुःख भयो नि, सामान आइपुग्यो। घरलाई पनि इन्फर्मेसन ठ्याक्कै आज मेरो छोरीको बर्थडे होइन। जिन्दगी अरू त भन्न केही थिएन होइन। त्यो साथीले अब साथीको मलाई विश्वास त थिएन, बेसिकबाट फ्रेन्ड भएको साथी थियो, कताको थियो होइन। अब त्यही पनि एउटै कन्सल्टेन्सीबाट आउँदो रहेछ। उसले चाहिँ यहाँ आएर कम्पनी कस्तो छ के छ यताउति सब मबाट लिने फाइदा सब लिए थियो कि होइन। अनि मलाई चाहिँ सामान लास्ट आवरमा 15 दिन अगाडि आउनुभन्दा 15 दिन अगाडि सामान पठाइदिन भनेर, अनि त्यसमा म ल्याइदिन्छु 3 केजी सामान भनेर होइन। उसले चाहिँ ल्याएको थिएन कि, आउने बेलामा लास्ट आवरमा आएर मैले ल्याउन पाउने भएन, यहाँ आउँ यताउति सामान दियो कि। त्यसपछि यहाँ आएर पनि अब म नयाँ मान्छे, अब पैसा त थियो, किन्न ओर्न पनि जानिएको थिएन। अहिले त धेरै कुरा जान्ने होइन, सपिङ गर्न यताउति केही चाहिएको कुराहरू पनि सब त्यस्ता कुरा त सिकिसक्यो होइन। अब फर्स्टमा त आउँदै थियो, ठ्याक्कै म आएको 15 दिन पछाडि आउँदै थियो। हुन त साथी भनेको कस्तो हो भन्ने त मलाई थाहा छ होइन। साथी भनेको होइन, जिन्दगीमा साथी भनेको कस्तो हुन्छ थाहा छ। तपाईँको गोजामा पैसा छन्जरी मात्र साथी हुन्छ क्या। जब तपाईँको गोजामा पैसा रितिन्छ नि, साथी इज लाती हुन्छ क्या, लात्ता हान्छ क्या साथीले। त्यही साथीले तपाईँको गोजामा टन्न पैसा छ भने नेपाल हुँदाखेरि खोजी कहाँ छस् के छस् आइज, यहाँ आउन बाबु, आइज न दादा, आउनुहोस् न राजा भन्यो भने बोलाउँछ क्या। आफ्नो काम मतलब निकाल्न पऱ्यो भने दुनियाँ गर्छ क्या साथीले। तर आफूलाई पर्दाखेरि चाहिँ कस्तो गर्दो रहेछ नि त भनेर मैले पनि चेक गरेको साथीहरूलाई होइन। अब आफूलाई पर्दाखेरि मैले दुनियाँ के साथीहरूको लागि ज्यान दिने तयारी के, ज्यान दिने पनि गएँ होइन। कति के गरेँ घरमा जस्तो परिस्थिति भयो नि, साथी भनेपछि जस्तो भए पनि मैले गर्थेँ क्या साथीहरूलाई होइन। तर आफूलाई मलाई पर्दाखेरि चाहिँ कसैले के नथिङ के, कसैले केही गर्न सकेन क्या मलाई। मेरो लागि पनि अब नोबडी नथिङ हो क्या। मलाई कसैले केही गर्न, एउटा सानो कुरा हेल्प गर्दै भन्दा पनि हेल्प गर्न नसक्ने, यस्तो गर्दैन भन्दाखेरि कति साथीहरू त म्यानेजर छन्, के छन्, दुनियाँ छन् के। हामी पनि कम त थिएनौँ, म पनि कस्तो फ्यामिलीमा हुर्केको मान्छे हो भन्ने कुरा राम्ररी बुझिएछ केटाहरूले होइन। सबैलाई थाहा छ म कस्तो मान्छे हो भन्ने कुरा। तर पनि साथी भनेको कस्तो हुँदो रहेछ भन्दाखेरि जहिले पनि मतलब निकाल्ने, आफूलाई पर्दाखेरि चाहिँ काम नलाग्ने। तर यो सामान ल्याइदिन्छु भनेको त साथी त अर्कै थियो होइन, अलि टाढाको साथी थियो। तर जे भए पनि मलाई आश त थिएन, तर पनि लास्ट आवरमा त्यसको मुखबाट त्यही आयो। तर चाहिँ कुरियर गरिदिएको धन्यवाद छ तपाईँलाई, हाम्रो स्टडी एक्सप्रेसको हाम्रो के अरे पुरुषोत्तम नेपाल सरलाई चाहिँ एकदम धेरै धेरै धन्यवाद होइन। जे जस्तो भए पनि अब विगतका कुराहरू बिर्सिन नै राम्रो हुन्छ। अगाडि कसरी बढ्ने भन्ने कुरा, अगाडि बढ्ने कुरा हो। लाइफ भनेको इन्ड हुन्न कहिले पनि, नमरुन्जेलसम्म कसैको लाइफ इन्ड हुँदैन। सास रहन्जेलसम्म हरेक कुराको आश रहन्छ। तपाईँलाई पनि कहिलेकाहीँ केही नराम्रो भनेको आइएम सरी। अब पर्दाखेरि गर्दै गर्नु होला, यस्तै हेल्प गर्नु होला है। अनि चाहिँ मेरो आज छोरीको जन्मदिन, म अघि त्यही बोल्दाखेरि ठ्याक्क भावुक भएँ क्या म। फेरि आज छोरीको जन्मदिनको दिनै ठ्याक्क सामान पनि रिसिभ गर्न पाएँ, एकदम खुसी लाग्यो होइन। त्यही भएर यो सामान चाहिँ यही हो। यसको अनबक्सिङ चाहिँ मैले अब के पठाइदिएछन् भन्ने कुरा मलाई चाहिँ नेसेसरी कुराहरू थियो क्या। मेरो मेडिसिन थियो, यहाँ हिउँमा चाहिँ हिउँ पर्ने होइन। अब त्यो मेरो फेरि घाँटीको प्रब्लम भइराख्ने, अनि अब यहाँ कता जाने के जाने, मेडिसिन किन्न पनि त्यहाँ एउटा मुभ किन्न गएको 1400-1500 पर्दो रहेछ। गिन्कीमा पनि त्यस्तै देखेको थिएँ मैले होइन, राम्रो त हेरिनँ। तर चाहिँ अझै त भाषा आउँदैन, केही आउँदैन। अहिले त नुन चामल चिनी किन्न हेरेर गर्ने हो, बल्ल आएको हो होइन। ठिक छ, मलाई जापानमा हुनु, मेरो साथीहरूले पनि कसैले हेर्नुहुन्छ भने होइन, सहयोग गर्न मन छ भने चाहिँ एउटा सहयोग चाहिँ अब कसैलाई कहिले केही पर्छ जोडिनु होला। तपाईँलाई पर्न सक्छ, मलाई पर्न सक्छ होइन। तर जे भए पनि अब जापान छिरिएछ होइन, भर्खर छिरिएछ। अब भर्खर जन्मिएछ, जापानमा जन्मिएछ।
हिँड्ने होइन कि मलाई दुगुर्ने मन छ, दुगुरेर नेपाल पुग्ने मन छ, पछि होइन उड्ने मन छ होइन जापानमा। अब त्यो बुझ्नेले बुझ्नुपर्छ के भन्न खोजेको भन्ने कुरा, नबुझ्नेलाई त्यो मतलब पनि भएन है। त्यसकारण मैले भन्न खोजेको बल्ल यो यसको अनबक्सिङ अलि पछि देखाउँछु। आज चाहिँ धेरै पछि चाहिँ मलाई केही कुरा भन्न मन लाग्यो, त्यही भएर चाहिँ म यो भ्लग बनाएको। अझै यसको कम्प्लिट चाहिँ म उता गएर घर गएर यसो अनबक्सिङ गर्नेको लागि यो थियो भनेर देखाउँछु। अनि ह्याप्पी बर्थडे छोरीलाई एकदम मनदेखि ह्याप्पी बर्थडे। मेरो घर जाने हाम्रो बस्ने घर भन्नु पऱ्यो, खालि मेरो घर भन्न आउँछ बसेपछि होइन। घर जाने बाटो यही हो। यहाँ चाहिँ जापानमा फोहोर चाहिँ यस्तो भित्र हाल्दो रहेछन्, नगरपालिकाले होला होइन। फोहोर चाहिँ त्यस्तो बक्सभित्र ठ्याक्क यतिवटा घरको यहाँ हाल्ने भनेर छुट्याउँदो रहेछ होइन। अनि त्यसपछि चाहिँ त्यो कसैले पैसा नतिरेर चाहिँ झ्याप्पै त्यो चाहिँ ब्लक गर्दै के चेन लगाइदिन्छ कि होइन। घर आइयो होइन, भिडियो खिच्दै हिँड्न पाइन्न भनेर भन्ने पनि सुनेको थिएँ। मलाई पुलिसले देख्यो भने फेरि घर पठाइदिँदा फेरि होइन। हाम्रो मालिकको गाडी, त्यो मेरो पप्पीको गाडी। यो पप्पी, यो पार्किङ, यो जहाँ मेरो रेनकोट हो होइन। यो सामान भइहाल्यो। अनि उतापट्टि म चिया खान्छु होइन। दिउँसोमा चिया लिएर जान्छु कि बिहान पकाएर। यहाँको चिया त खायो चिसो नगप्पेको हुँदो रहेछ, त्यही भएर आफै पकाएर लिएर गयो खायो होइन। ल म बाँकी चाहिँ माथि गएर देखाउँछु। रुममा आएँ होइन, सपिङ गरेर आएँ। सपिङ यताउति सपिङ गरेँ। अलिअलि के सपिङ गऱ्यो भन्दाखेरि ब्रेडहरू नास्ता खानुलाई यो कोकहरू यताउति राखेको, दुध ल्याएको बिहान। अब दुध खाएर जाने टक्क शरीर विक भयो क्या होइन। त्यसपछि चाहिँ आज आलु र चिकन बनाएर पकाउँछु भनेर यस्तै चाहिँ आलु चिकन पकाउँदैछु। राइस कुकरमा भात पाक्दैछ। यस्तै छ यहाँको जिन्दगी। अब चाहिँ म सामान के पठाइदिएको रहेछन् भनेर हेर्छु। हटकेस छ पक्कै पनि, हटकेस चाहिन्छ मलाई खास। अब सामान खोलेर हेरिसकेपछि चाहिँ तपाईँहरूलाई खोलेको पनि देखाउँछु। अलिअलि कसरी आउँदो रहेछ, सामान कस्तो प्याक भएर आउँदो रहेछ भनेर त्यो पनि देखाउँछु। हेर्नुहोस् ल अनबक्सिङ। त्यो चाहिँ सामान यही हो होइन। मैले बहुत यो सामानको लागि नै पापड बेल्नु पऱ्यो नेपालबाट मगाउँदाखेरि होइन। तर चाहिँ धन्यवादै हाम्रो पुरुषोत्तम नेपालजी, तपाईँलाई सक्नु छ। ट्याग निकाल्नु पऱ्यो लेबलसँग टाक्ने रहेछ के हो। यहीँको नेपालको होला यो होइन। राख्नु पनि खतरा। A00 यो ट्याग पनि छ। यस्तो के ट्याग हो। यो 002 के लेखेको छ है। साइडमा थाहा नभएको कुरा होइन। चौकी राख्न हाले जस्तो भयो। त्यो हाम्रो साथीलाई मैले जिन्दगी बिर्सिनु भएन क्या। के गर्नु, आज मेरो छोरीको बर्थडेको दिनै आएको कि ठ्याक्कै सामान होइन। यता पनि मिल्दै आयो कि यता मात्रै रहेछ यार। यही ठाउँ जानु हुँदै आयो नि त। ब्रेस्ट टिफिन गरे पैंट बैग वेस्ट टिफिन 20 piece 24 USD 24 USD लागेको रहेछ कस्ट होइन। 3.80 लेखेर 3210 रुपियाँ जम्मा। कन्ट्री अफ ओरिजिन अफ गुड्स 3200 रुपियाँ लाग्यो। सारंगी रेडियो कमरेटियो
पुग्यो होइन तिमीले कता जाने फाल्नुपर्छ त्यसले सबै फाल्नु पुरै हाल्नुपर्छ यहाँ फेरि सबै सामान फाल्नु पाइनु होला भनेको मेरो औषधीहरू औषधी गरेको हामीसँग बोतलमा मतलब म्याक्सिमम् चेक गरिरहने मकरदोषमा होइन मकरदोषहरूले लेखिदिएको औषधी आउने बेलामा जानै पाएन घाँटी औषधी पनि छ होइन भनेर मकरदोष ल्यायो यस्तो खालको पठाइदिएको सोचे थिए जिन्दगीमा के भयो आज। थ्याङ्क यू फर मेरो ब्लग हेरिदिनु भएकोमा सबैजनालाई होइन। फेरि भेटौँला नेक्स्ट ब्लगमा। नेक्स्ट ब्लग चाहिँ यो जापान ब्याचलर भिजामा चाहिँ कस्तो के हुन्छ मेरो सर्कल साथीहरूसँगका कुराहरू सब मैले हाल्नेछु। बी अवेर हुनु होला ब्याचलर भिजामा आउने मान्छेहरू है। बाई बाई।